अनि यसुले हजुर तिनीहरूलाई भन्नुभयो, जीवनको रोटी म नै हुँ। जीवनको रोटी म नै हुँ। जो म कहाँ आउँछ ऊ कहिल्यै भोकाउने छैन। अनि जसले ममाथि विश्वास गर्छ ऊ कहिल्यै तिर्खाउने छैन। हजुर, हुन्छ, हामी सहायताको लागि प्रार्थना गर्नेछौँ। हजुर भाइ, फेरि एकचोटि पढ्नुहोस् त। यीशुले तिनीहरूलाई भन्नुभयो, हजुर, जीवनको रोटी म नै हुँ। जो म कहाँ आउँछ ऊ कहिल्यै भोकाउने छैन। अनि जसले ममाथि विश्वास गर्छ ऊ कहिल्यै तिर्खाउने छैन। हजुर, है, स्वर्गबाट है ओर्ली आएको रोटी है म नै हुँ भन्नुभएको छ प्रभुले। यहाँ 33 मा हामी हेर्छौँ भने, किनकि परमेश्वरको रोटी उनै हुन् जो स्वर्गबाट ओर्लेर आउँछन् र संसारलाई जीवन दिन्छन्। है, हामीले हमेशा विश्वव्यापी मण्डलीको लगाउमा हमेशा हामीले एउटै वचनबाट वार्निङको वचन हामी हेर्छौँ, है, पढ्छौँ, हामीले देखिरहेका छौँ। आज यहाँ साउदी अरब दमस्कसमा मात्रै नभएर आज युके बेरेक्कामा पनि आज होली कन्भेक्सन चलिरहेको छ। अर्थात् विश्वभरि है आज जहाँ कहीँ हाम्रो एलसदाईको जुन मण्डली छ, आज आराधनाको सेवा हुन्छ, जहिले जहिले हामी प्रभुको रोटी र डाक रसबाट हामी लिन जान्छौँ। हामीले यो वार्निङको वचन हामीले हमेशा, चाहे सानो मण्डली होस् चाहे ठुलो मण्डली होस्, है, हामीले यो वार्निङको चेतावनीको वचन हामीले हेर्दछौँ, मनन गर्दछौँ र पालन गर्दछौँ। किनकि हामीले यहाँ हेरिसक्यो, है, जीवनको रोटी म नै हुँ। है, साँच्चीकै आज तपाईँ र मलाई प्रभुले यस्तो प्रकारको आज तपाईँ र मलाई चेतावनी दिनुभएको छ। है, आउनुहोस् हामी केही छोटकरीमा, धेरै एकदम लामो हेर्ने छैनौँ, हामीले चाहिँ उत्पत्तिको पुस्तकमा हेर्नेछौँ। अलिकति आउनुहोस् त, 2 को उत्पत्ति 2 को 16 र 17 पढ्नुहोस् त भाइ। परमप्रभु परमेश्वरले यसो भन्दै आज्ञा गर्नुभयो, बगैँचाको हरेक रुखबाट तिमीले स्वतन्त्रतापूर्वक खान सक्छौ, असल र खराबको ज्ञानको रुखबाट तिमीले नखानु, किनकि जुन दिन तिमीले त्यसबाट खान्छौ त्यही दिन तिमी निश्चय नै मर्नेछौ। है, हामीले सबभन्दा पहिला हामी विश्वासी हुनभन्दा भएपछि, ग्रहण गरिसकेपछि हामीले सबभन्दा पहिला पढ्ने पाठ नै यही हो। है, तर हामीले बिर्सिन्छौँ। है, तर यहाँनिर परमेश्वरले आज तपाईँ र मलाई चेतावनी दिनुभएको छ। है, परमेश्वर आज यस्तो चेतावनी दिनुहुन्छ कि, है, उहाँले आज आफ्नै स्वरूपमा बनाउनु भएको आदमलाई, है, आफ्नै स्वरूपमा बनाउनु, उहाँको जुन आफ्नो स्वरूपमा बनाएर आफैले जो जीवनको श्वास फुकिकन जीवित पार्नु भएको आदमलाई परमेश्वरले आज हेर्नुहोस् त कस्तो प्रकारले चाहिँ चेतावनी दिनुभएको छ। है, यहाँनिर हामी देख्छौँ, जुन दिन तिमीले यो खानेछौ त्यसै दिन ठ्याक्कै मर्नेछौ भनेपछि कस्तो भयानक छ हेर्नुहोस् त। एकदम त्यहाँ फेरि यो भएको पनि छ। त्यसपछि हामी हेर्छौँ भने त बाप्रे बाप, तलतिर तल पर्दै जान्छौँ त। है, त्यहाँनिर अब तिनीहरूले आज्ञालाई जुन, किन भन्दा हामीले सानो चोरी गर्नु, है, छल गर्नु, कपट गर्नुलाई एउटा मृत्युसम्म लैजाने पाप होइन भन्छ वचनले, तर परमेश्वरको जो आज्ञालाई उल्लङ्घन गर्छ, है, त्यो चाहिँ एकदम ठुलो मृत्युसम्म लाने पाप। है, त्यो चाहिँ तपाईँ र मैले चाहिँ आज बुझ्नुपर्ने कुरा। है, आज जीवित परमेश्वर आज, है, सम्झना स्वरूप उहाँ चाहिँ तपाईँ र मेरो बीचमा हुनुहुन्छ। है,
म त्यो 18-20ले भन्छ नि 2 या 3 जनाको बीचमा है मेरो उपस्थिति छ भनेको वचनतिर हामी नजाउँ र यहाँनिर विशेष गरिकन यो है चेतावनी परमेश्वरले यस्तो दिनुभएको छ। अस्ति पनि यहाँ वचन आएको थियो हाम्रो इसाक ब्रदरदेखि। आज संसारमा तपाईँ र हामी बीचमा पनि यहाँ कोही इलेक्ट्रिकल काम गर्ने व्यक्ति छौँ होला है। त्यहाँनिर चाहिँ एउटा राक्षसको फोटो टाँगेर ढोकामा हमेसा लगाइदिएको हुन्छ। इट्स अ डेन्जरस भनेर होइन। त्यहाँनिर चाहिँ डेन्जर कसैले पनि नछोस्, अथवा सानो बच्चाले अथवा जवानले अथवा वृद्धले त्यहाँ चाहिँ गएर कसैले उङ्ली नहालोस् भनिकन, टच नगरोस् भनिकन त्यहाँ एउटा चेतावनी है 2टा हड्डी नली हाडको चाहिँ राखेको हुन्छ होइन त्यहाँनिर, किनकि त्यहाँ डेन्जरस छ है। त्यस्तै प्रकारले आज परमेश्वरले पनि त्यहाँ एउटा है तपाईँ र मलाई यसरी भन्नुभएको छ। तर यहाँ संसारमा मान्दछ मान्छेले, तर हाम्रो यो जगतमा चाहिँ पटक पटक, किन हामी सधैँ हर हप्ता पढ्ने हर हप्ता वचन सुन्ने भएको भएर होला हामीले बिर्सी पठाउँछौँ। तर आजदेखि तपाईँ र मैले चाहिँ के गर्नुपर्छ, एकदम चाहिँ यसलाई चाहिँ गम्भीरपूर्वक हामीले लिनुपर्छ। किनकि प्रभुले भन्नुभएको छ यदि कसैले मेरो क्रुस उठाउँछ भने, आफ्नो क्रुस उठाउँछ भने है बहुत गम्भीर प्रकारले उठाओस् होइन। गम्भीर यो भन्नु खोजेको कारणै सबै आत्मिक अर्थ लगाउने भने यही तरिकाले बुझिन्छ है। तपाईँ र मैले त्यो क्रुस बोक्नलाई बहुत अप्ठ्यारो छ प्रियहरू। क्रुसलाई सिधा प्रकारले बोक्न सकिँदैन है। क्रुस बोक्न बहुत अप्ठ्यारो छ। क्रुसलाई जस्तो प्रकारले राख्नु भयो त्यही प्रकारले बोकेर हिँड्ने हो। न टाउकोमा राखेर हिँड्न बोल्छ, न नाम्लो लगाएर रस्सी लगाएर ल त्यस्तो गर्न मिल्दैन। क्रुस एकदम चाहिँ त्यस्तो प्रकार आज परमेश्वरले प्रभु येशू मसीहले त्यो बोकेर तपाईँ र मेरो निम्ति हिँड्नुभयो। तपाईँ र मलाई पनि त्यो आज्ञा दिनुभएको छ। त्यस कारणले गर्दासित जब जब हामीले परमेश्वरको रोटीबाट भाग लिन्छौँ है, जब जब हामीले ढाकरस प्यालाबाट लिन्छौँ एकदम गम्भीरता हुनुहोस् है। गम्भीरता भइकन हामीले लिनुहोस्। गम्भीरता भइएन भने के हुन्छ त यहाँ है आदमले यहाँ खाइदिए है। खाएको कारणले यहाँ अलिकति हामीले हेर्नु भाइ यो 2:3-17 र 18लाई पढ्नुहोस् त। हजुर हजुर ज्यू हजुर हजुर भूमि तिम्रो कारणले श्रापित भएको छ। कस्तोसँग तिमीले आफ्नो सारा जीवनभरि यस बाटोको फल खानेछौ है। यति नै भाइ। अनि तल धेरै कुराहरू यहाँ लेखिएको छ है। यहाँ भूमि त्यति चाहिँ आज्ञा पालन नगरेको कारणले यहाँ भूमि पनि श्रापित भइसक्यो है। अझै अगाडि गएर हेर्छौँ भने त्यहाँ कहिलेले आफ्नो भाइलाई बारीमा तपाईँको अब केले हिर्कायो त्यतिखेर हतियार त सायद थिएन होला, ढुङ्गाले फक्कै टाउकोमा हिर्काएर है। कति ठुलो नोक्सानहरू त्यहाँनिर भइरहेको छ आज्ञालाई पालन नगरेको कारणले है। आज्ञालाई पालन नगरेको कारणले त्यस कारणले गर्दासित हामीले यो वचन पटक 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 हामीले हेरिरहेका छौँ। त्यस कारणले गर्दासित है यही वचन आज हर मण्डलीमा मैले अघि नै भनिसकेँ हामीलाई चेतावनीको रूपमा आज है भनिराख्नु भएको छ। तपाईँ र मलाई होसियार एकदम होसियारपूर्वक हामीले लिनुपर्ने हुन्छ है। हुन्छ हामीले चाहिँ अब यो संसारको है यो संसारको डेरा रूपी घरलाई हामीले सम्झिने होइन, हामीले स्वर्गको घरलाई हेर्ने हो। यही आज्ञालाई पालन गर्यौँ भने मात्र हामी स्वर्गीय घरमा आउनुहोस् त भाइ। 2 कोरिन्थी पढेर हामीले अलिकति छुट्याउने काम गर्छु। 2 कोरिन्थी 5:1 होला भाइ, पढिहाल्नुहोस्। हजुर 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 आज किनकि हामी जान्दछौँ यो डेरा रूपी हाम्रो पृथ्वीको घर ढल्यो भने है हाम्रो यो डेरा रूपी घर आज गन्तीको पुस्तकमा हामीले एउटा नहेरौँ। गन्तीको पुस्तक
तपाईँको 35 अध्यायमा त्यहाँनिर हेर्नुहुन्छ भने त्यहाँ एउटा शरण नगर भनेर लेखिएको छ है। पछि पढ्नेछौँ हामीले, त्यहाँनिर मैले यतिकै भन्छु, शरण नगर, यो पृथ्वीमा तपाईँ र मलाई एउटा शरण नगरको रूपमा परमेश्वरले राख्नु भएको छ है। यो पृथ्वीमा तपाईँ र म त भगाइएको एउटा है, भगाइदिनु भएको छ परमेश्वरले, धपाइदिनु उहाँले धपाइदिनु भयो भन्नुभएको छ। हामीले त्यही उत्पत्तिको पुस्तकमा हेर्छौँ भने जब तपाईँ र मैले चाहिँ आज्ञालाई पालन गरेनौँ, उहाँले के गर्नुभयो त धपाइदिनु भयो है। धपाएर के गर्नुभयो, धपाउनु मात्र भएन, ज्वालामुखी तरबार त्यहाँ राखिदिनु भयो ताकि यो बदमासहरू फेरि दोबारा वापस त्योभित्र इन्टर नगरोस्। एउटा एउटा मैले भने नि, हाम्रो कोरिन्थीको पुस्तकले यहाँ भन्छ, किनकि यो डेरा रूपी आज यो शरण नगरमा तपाईँ र म भगाइएको स्वर्गदूतहरू, भगाइएको मानिसहरू है, फेरि दोबारा तपाईँको परमेश्वरको योजना भयो। तपाईँ र मलाई चाहिँ परमेश्वरले आफ्नो बहुमूल्य रगत, आफ्नो शरीर बलिदान गरिकन तपाईँ र मलाई आफ्नो उहाँको योजनाबाट फेरि बचाउनको लागि तपाईँ र मलाई उहाँ आउनुभयो, क्रुसमा बलिदान हुनुभयो, पापी पिलातुसको अगाडि उहाँ निहुरिनु भयो, जित्नुभयो है। त्यसको सम्झना स्वरूप हामी आज गर्दैछौँ। त्यस कारणले गर्दासित तपाईँ र म गम्भीरतापूर्वकमा हामी त्यो दुबारा त्यो केस नहोस् तपाईँ र ममा है, त्यो उत्पत्तिमा जुन केस पर्यो दुबारा तपाईँ र ममा त्यो केस नहोस् भन्नको लागि आज यो चेतावनीको वचन है। अझै त्यहाँनिर हामी अझै कोरिन्थी, यही दोस्रो कोरिन्थीमा कि पहिलो कोरिन्थीमा लास्टमा छ निकम्मा भनेको छ है। एक ठाउँ पढिदिनु भाइ, भेट्नुहुन्छ भने लास्टतिर हो, पहिलो कि दोस्रोतिर हो, तिमीलाई चाहिँ भन्ने कुरा छ त्यहाँनिर। पढिदिनुहोस् त भाइ। हजुर, आफूलाई जाँच, आफैलाई प्रमाण गर, येशू ख्रीष्ट तिमीहरूभित्र हुनुहुन्छ भनी के तिमीहरू आफ्नै विषयमा जान्दैनौ? जान्दैनौ भने तिमीहरू निकम्मा हो। यो निकम्मा भन्ने अरू शब्दलाई भन्दा पनि मलाई यो निकम्मा, किन यस्तो निकम्मा यहाँनिर भनिएको होला? निकम्मा भन्ने बहुत बेकार शब्द छ है, हामी कसैलाई पनि यो शब्दहरू युज गर्न सक्दैनौँ। निकम्मा बडो छली, बडो कपटी है, बडो त्यहाँनिर भएका छन्। यो कुराहरूलाई चाहिँ हामीले ध्यान दिनुपर्नेछ है। त्यसले गर्दा वचनले हामीलाई यस्तो प्रकारले चेतावनी दिएको छ प्रियहरू। र हामीले परमेश्वर आज कोही चान्चुने परमेश्वर, कुनै आज एउटा खोलाको किनारमा बसेको एउटा खोपिएका प्रकारको एउटा चाहिँ त्यो है सुन्दैन। भजन सङ्ग्रहको पुस्तकले भन्छ नि 115मा, त्यसका कान त छन् सुन्दैनन् है, त्यसका नाक त छ सुन्दैन है, त्यसका आँखा त छ देख्दैन। त्यस्ता प्रकारको चाहिँ मूर्तिलाई आज हामी पुज्दै भज्दै छैनौँ। आज स्वर्ग र पृथ्वी, आज सारा यावत थोकको मालिक र आज तपाईँ र मैले भज्दै पुज्दै गरेका छौँ। त्यस कारणले गर्दाखेरि हाम्रो परमेश्वर ऐतिहासिक परमेश्वर हुनुहुन्छ, जिजस क्राइस्ट है। एकदम उहाँ चाहिँ इन्टेलिजेन्ट परमेश्वर हुनुहुन्छ र तपाईँ र मलाई पनि उहाँले इन्टेलिजेन्ट बनाउनु भएको छ। तपाईँ र ममा पनि इन्टेलिजेन्ट आउनै पर्छ। त्यस कारणले गर्दा तपाईँ र म आज यस्तो प्रकारले उहाँको रोटी र डागरसमा हामी भाग लिन गइरहेका छौँ। हुन्छ, आउनुहोस् पहिलो कोरिन्थी 11 पहिलो कोरिन्थी 11 27-28 पढिदिनुहोस् भाइ। यसकारण जस कसैले अयोग्य रीतिले यो रोटी खान्छ वा प्रभुको यो कचौरा पिउँछ, शरीर र रगतको दोषी हुन्छ। तर मानिसले आफैलाई जाँचोस् र त्यसरी नै यस रोटीबाट खाओस्, यस कचौराबाट पियोस्।
29 पनि पढ्नुहोस् भाइ, 30 सम्मै। किनकि जसले प्रभुको शरीरलाई किनकि जसले प्रभुको शरीरलाई नचिनिकन अयोग्य रीतिले खान्छ र पिउँछ, नचिनिकन अयोग्य रीतिले खान्छ र पिउँछ, त्यसले आफैमाथि दण्ड ल्याउनका निम्ति खान्छ र पिउँछ। त्यसले आफैमाथि दण्ड ल्याउनका निम्ति खान्छ र पिउँछ। यही कारणले गर्दा तिमीहरूको बिचमा धेरै कमजोर र रोगी छन् अनि धेरै सुति गए। हुन्छ, किनकि हामीले आफैलाई जाँच्यौं भने हाम्रो न्याय गरिने छैन। हामीले उत्पत्तिको पुस्तकमा हेर्यौं, तत्काल त्यहाँनिर न्याय भएको छ है। तत्काल त्यहाँ आफ्नो दाइले भाइलाई ढुङ्गाले टाउकोमा हिर्काएर पुङ्लुङ्गै लडाएको छ है। सुति गए, तिमीहरू मध्ये धेरैजना सुति गए। त्यहाँ कोरिन्थीको मण्डलीमा यस्तै प्रकारको भइरहेको थियो। भाइको बिचमा है विभिन्न प्रकारका भनाभैरी, भाइको बिचमा आपसमा चाहिँ मेलमिलाप नरहेको है, विभिन्न प्रकारको त्यहाँनिर कुराकानीहरू, विभिन्न प्रकार अमेलहरू आएको कारणले यहाँनिर पावलले प्रभुमा भइकन यसै प्रकारले सम्झाएको हामी देख्दछौँ। हामी प्रभुको काम त गरिरहेका छौँ, तर है भन्छ नि कोरिन्थीकै पुस्तकमा भन्छ, यदि तपाईँ र मैले सेवा त गरिरहेका छौँ, तपाईँ र ममा परमेश्वरको झलक, परमेश्वरको प्रेम देखिएन भने है ठ्याङ ठ्याङ बजाउने छ्याली जस्तै तपाईँ र मेरो जीवन हुनेछ। त्यसलाई, त्यो जीवनलाई बचाउनको लागि तपाईँ र म गम्भीर हुनुपर्नेछ। अरूलाई नजाँच्नुहोस् है, आफूलाई जाँचौँ है। अरूलाई फल्ना भाइले यस्तो गर्यो, फल्ना भाइ यस्तो रोटीको लागि छैन। स्वयं आज परमेश्वरको वचनले आफूलाई जाँच भनिकन चेतावनी दिनुभएको छ र आफूलाई जाँचेर हामी लिनेछौँ, किनकि पवित्र रोटी हुनुहुन्छ। पढिदिनुहोस् भाइ, हामी त्यही पढेर फेरि रोटीमा जानेछौँ। यूहन्नाको सुसमाचार 6:35 पढिदिनुहोस् भाइ। पवित्र रोटी है, कति आनन्दको कुरा, स्वर्गबाट ओर्लिएर आएको रोटी, मन्ना जस्तै। हजुर 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 है। आज जीवनको रोटी तपाईँ र मलाई दिनुभएको छ है। आज जीवनको रोटी हेर्नुहोस् त, अमेजिङ गरौँ त हामीले है। कहिल्यै नभोगाउने अरे, कहिल्यै नतिर्खाउने है। उतातिर डेरा रूपी घरलाई पनि हेर्नु, जो हातले बनाएको घर होइन अरे, त्यहाँ पुग्नको लागि नै हामीले यो गरिरहेका छौँ होइन। त्यहाँ पुग्नको लागि तपाईँ र मैले चाहिँ यस्तो प्रकारले चाहिँ यो नीति नियमलाई फलो अप गरेर तपाईँ र मैले लियौँ भने हामी अवश्य पनि यो डेरा रूपी घरलाई छोडेर त्यो अनन्तको जीवनमा हामी बसाइसराई गर्नेछौँ। नत्र भने अघि आराधनामा धन्यवाद दिँदा हामीले भनिसक्यौँ, यो डरनाक खाडल है, सत्यनाशको खाडल त्यहाँ पनि छ ठाउँ, खतरनाक छ त्यहाँ। यसकारणले तपाईँ र मेरो जीवनलाई बचाउनको खातिर हामी गम्भीरतापूर्वक भएर यो रोटी र डाक्टर्समा हामीले भाग लिनेछौँ। हस्त वचन पढाइमा हामी सबैजनालाई परमेश्वरले आशीष दिएका हुन्। सबैलाई जय मसीह। हुन्छ प्रिय दाजुभाइ, आउनुहोस् ब्रदर, अगाडि आउनुहोस्, हामी रोटीमा जान्छौँ।